नेपालमा मै हुँ भन्ने वरिष्ठ नेता केपी शर्मा ओली शेरबहादुर प्रचण्ड शेरेको राजनीतिमा भूकम्प को आएर गयो भन्ने कुरा सबैलाई थाहा छ हैन। रवि लामछाने राष्ट्र स्वतन्त्र पार्टी जन्मेपछि नेकपा एमाले माओवादी कांग्रेसको सम्झौतामा बनेको सरकार भूकम्प गयो र रवि लामछानेलाई सक्नको लागि यी तीन दलहरूले के रचेन। रवि लामछानेलाई सहकारी ठग बनाइयो, अनागरिक बनाइयो, पापी अपराधी और विदेशी दलाल बनाइयो, चारवटा स्वास्नीको पोई बनाइयो यी पापी अपराधीहरूले र जसले विशुलाई हल्लाउने सन्दीप लामिछानेलाई बलात्कारी बनाइयो, सक्न खोज्यो, सक्न सकेन। सक्दैनौ, एक सक्दैनौ, दुई सक्दैनौ, तीन सक्दैनौ, किनभने रवि लामछाने राजनीतिमा मै हुँ भन्ने तीन दल केपी शर्मा ओली शेरे प्रचण्डलाई सिङ्गापुर पठाइदियो र सन्दीप लामिछानेले विश्वलाई जुन दिन केपी शर्मा ओली प्रचण्ड शेरेलाई फालिदियो त्यो दिनदेखि लगातारै विजय गरेको, लगातारै के वाओ। अब सन्दीप लामिछानेको बारेमा चर्चित हुने मीनु बहादुर, रवि लामछानेको बारेमा भयो सन्दीपको पालो। जय होस्, जय छ, 32 टपको सलाम छ।